नमस्कार तपाईं सम्पूर्णमा आज विशेष हामी प्रदेशमा भएर पनि राष्ट्रिय धान दिवस असार 15 को धेरै धेरै शुभकामना तपाईं सम्पूर्णमा व्यक्त गर्दैछु। म लक्ष्मीनारायण गुप्ता र आज देख्न सक्नुहुन्छ तपाईहरु हाम्रो रुममा हाम्रो यो असार 15 को धान दिवसको खुशीमा हामीले यहाँ साथीभाइहरु बसेर जसरी दही चुरा नेपालमा खाइन्छ त्यस्तै आज यहाँ हाम्रो पुरन थापा ज्यूले यहाँ सबै चीजको व्यवस्था गर्नुभएको छ। खानेकुरा सबै यहाँ रेडी पारेर राख्नु भएको छ र हामी यो बसेर सेवन गर्ने अवस्थामा छौं र साथीहरु स्टार्ट पनि गरिसक्नु भएको छ। असार 15 को धेरै धेरै शुभकामना छ। असार 15 खास गरेर किन मनाइन्छ भन्ने हो भने असार 15 एउटा किसानको लागि किसानको जुन महत्त्व हुन्छ त्यो बुझाउनलाई र यो असार 15 किसानको मेहनत जुन हुन्छ एक सालको किसानले मेहनत गर्छ र त्यो सबैलाई धान उत्पादन गरेर सबैलाई भात खुवाउने अवस्थामा पुर्याउँछ। साथीहरु सबैजना भनिदिनुस् धान दिवसको धेरै धेरै शुभकामना दिदिनुस् सबैजना। धान दिवसको शुभकामना। हाम्रो भाइ चेस गर्नुस् यहाँ भाइ छुट्नु भएको थियो यहाँ क्यामेरा गरेर उहाँ नै क्यामेराम्यान हो एकदम बेटर यहाँ हेर्न सक्नुहुन्छ सबैजना खादै हुनुहुन्छ। उहाँ पौडेल दाइ राजेश जितनारायण दाइ ऊ एउटा साथी आउनु भएको छ उहाँ पनि